चुनावमा तपाईँले चित्त बुझाइरहनु भएको थियो के हो खास विषय? होइन, विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन। ल अब विदेशमा बस्ने नेपालीहरूले के अभियान चाल्नु पर्ने हो, तपाईँहरूको आफ्नो आफ्नो क्षेत्रबाट चाल्नुहोस्। यहाँको सरकारको पनि र यहाँको नेताहरूको पनि ढङ्ग देखिएन। कस्तो हो भने त्यो उखान भन्दाखेरि पनि नेपालीको सल्लाह खरानीको डल्ला भने जस्तो कुरा भयो। आजको सल्लाह चाहिँ खरानीको डल्ला जस्तो भयो। हामीले चाहिरहेको भनेको निर्वाचनमा रिफर्म हो नि त खासमा त होइन। सबै कुराहरू एकतिर अस्ति हाम्रो म्यान्डेटले पनि बोकेको छ, अन्तर जिल्लाको कुरा हुनु पर्यो, विदेशबाट मतदान गर्न पाउनु पर्यो भन्ने जुन कुराहरू रहेको छ होइन। त्यसमा चाहिँ आज छलफलमा एमाले जस्तो पार्टी भनौँ, काङ्ग्रेस पार्टीहरूले त आज खुलेर भन्नुभयो नि त हाम्रो त सैद्धान्तिक सहमति रहेको छ भन्ने कुरा त हामी सबैले नै सुन्यौँ। तर सरकार पक्षबाट चाहिँ हामी तयार छौँ भन्ने खालको केही पनि कुरा आएन। निर्वाचन आयोगले पनि कति क्लियरली के भनिदियो भने हामी चाहिँ तयार छौँ, पछि गएर आयोगले मानेन भनेर हामीलाई चाहिँ दोष नलगाउनु होला, त्यही भएर के गर्ने आज यहीँबाट छलफल गरेर निस्क्यौँ भनेर भन्नुभयो। विदेशमा रहेका नेपालीहरूले पनि भोट हाल्न पाउन् होइन, र बेजिल्लाको पनि भोटिङ चाहिँ नि हामीले यो शुभारम्भ कम्तीमा गरौँ भन्ने आशय र चाहनाका साथ नै हामीले यो छलफलको आयोजना गरेका हौँ। अबको बाटो चाहिँ कसरी अगाडि बढ्ने भन्ने कुरामा यो आएका सुझावहरूलाई लिएर अनि सरकारको तर्फबाट हामी एउटा स्टेक होल्डरहरू भएकोले हाम्रो तर्फबाट हामी अगाडि बढ्छौँ। हजुरहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदम खुसी लाग्यो। प्रत्येक याद दिनु होला।